गाडी गुडेर चल्ला मर्दा सहित, तिनले दिने अन्डाहरू पनि सहित, वाउ, आगो लगाई भित्रै थुनेर मारेका पनि सहित, घाँस काट्न जाँदा खसेका पनि सहित, दुर्घटना परेर ज्यान गएका पनि सहित, खोला तर्दा बगेर मर्दा पनि सहित, विष पान गरी जीवन त्यागेका पनि सहित, पासो लगाई भुइँ छाडेका पनि सहित, गाडीले ठक्कर दिई मारेका पनि सहित, बलात्कारीहरू पनि सहित, लुट्ने लुटेराहरू पनि सहित, जनअधिकारका लागि होइन, जनअधिकारका लागि होइन, व्यवस्था परिवर्तनका लागि होइन, हो केवल कसैका स्वार्थका लागि, राष्ट्रद्रोहीहरूका पक्षमा, राष्ट्र राष्ट्रियता भावका विरुद्ध, छिमेकी उचालेर सन्तान मास्दा, आमा बलात्कार हुँदा रमिते बनी रहेर हाँस्दा, देशको सिमाना मिचिँदा एक शब्द बोल्न नसक्ने महान राष्ट्रवादी सोचका महान विद्रोहीहरू जसले देश विकास भएको देख्न चाहेनन्, यिनलाई परिवर्तन चाहियो। आगो बालेर लड्न तम्सिएका, देशको सिमाना जोगाउन होइन, सुरक्षाका लागि घेरिएको निषेधित क्षेत्रको बाँध तोड्न र आगो लगाई खरानी बनाउँदा भएका प्रमाण सम्पूर्ण नष्ट गर्न अगाडि बढ्दा मर्नेहरू पनि सहित। अहिले त सबै शहीद हुने रे, अहिले त सबै शहीद हुने रे, किनभने तिनीहरू देश सिद्ध्याउन, देशको पहिचान मेट्न पाउनुपर्छ भन्दा भन्दै मरे, ज्यान गुमाए रे। यसरी मर्नेहरू पनि अहिले देशका शहीद मानिए रे। कुकुर मरे झै मरे, ढिकुर मरे झै मरे, न कुनै विचार दिए, न कुनै सिद्धान्त दिए, न नीति दिए, न केवल छ त यिनमा लहरको ताना बाना छ, केवल छ त यिनमा लहरको ताना बाना छ। यस्ता पनि आज शहीद। को हो शहीद? के गरी प्राण जाँदा शहीद बनिन्छ? को हो शहीद? के गरी प्राण जाँदा शहीद बनिन्छ? मर्नेहरू सबै शहीद हुन्छन्, मर्नेहरू सबै शहीद हुन्छन्। यस्तै हुने हो शहीद, यस्तै हुने हो शहीद, यस्तै हुने हुन् शहीद। यस्ता घातीहरूका अगाडि एकतान्त्रिक निर्दलीयता तोड्न, जनअधिकार स्थापित गर्न हाँसी हाँसी फाँसीमा झुन्डिन तयार हुने दशरथ, गङ्गालाल, धर्मभक्त, शुक्रराज अनि हजारौँ महान व्यक्तित्वहरू आफ्ना व्यक्तिगत इच्छा तोडेर, परिवार छोडेर फाँसी चढ्न खुसी भए, ज्यानको बाजी लगाए, गणतन्त्रको बिउ छरे, जनगणतन्त्रको जडा गाडे। यिनकै मृत्युको प्रतिफल, यिनकै मृत्युको प्रतिफल हामी रमाउन पाएका छौँ, खेल्न पाएका छौँ, निर्धक्क बोल्न पाएका छौँ, आफ्ना अधिकार पाएका छौँ। तथा नाम बोल्न र राष्ट्रमाथि फेरि धावा बोल्न पाएका छौँ, हो होइन? यी पो हुन् शहीद, यी पो हुन् शहीद। यिनको अपमान किन गरिन्छ? यी पो हुन् शहीद, यिनको अपमान किन गरिन्छ? मेरो देशका प्यारा महान शहीदहरूप्रति हार्दिक सम्मान छ। मेरो देशका प्यारा महान शहीदहरूप्रति हार्दिक सम्मान छ, हार्दिक श्रद्धाञ्जली छ। तर कमिलो, मुसो, भ्याकुतो, फ्याउरा र स्यालहरू मर्दा पनि शहीद हुनुपर्दछ भनी कराउनेहरू, यी देशका राष्ट्रघाती यिनको अन्त्य गर्नुपर्नेछ। यी देशका राष्ट्रघाती यिनको अन्त्य गर्नुपर्नेछ। बल्ल मेरो देश नेपालले नयाँ काँचुली फेर्नेछ, बल्ल मेरो देश नेपालले नयाँ काँचुली फेर्नेछ। सचेत बनाऊ को हुन् यी भनेर चिनौ है समयमै, सचेत बनाऊ यी को हुन्, यी को हुन्, यी सचेत बनाऊ को हुन् यी भनेर चिनौ है समयमा, समयमै गाभिनेछ अन्तै मेटिनेछ पहिचान, रहन्न नेपालमै, गाभिनेछ अन्तै मेटिनेछ पहिचान, रहन्न नेपालमै। धन्यवाद। फेरि पनि म आदरणीय देशमा सबैले पढ्न पाउन्, देशमा सबैलाई रोजगार होस् भनेर उनीहरूले जुन बाटो अँगाले र उनीहरूलाई त्यस बेलाको शासकहरूले क्रूर यातना दिएर उहाँहरूलाई जुन मृत्युदण्ड दिनुभयो,
उहाँहरूले कहिले पनि उदण्डता देखाउनु भएन। त्यसैले मलाई लाग्छ उहाँ 7 जना नै यस राष्ट्रको शहीद हुनुहुन्छ। मलाई त लाग्छ अहिले विभिन्न लडाइँमा जाने, लड्ने, मर्ने, भिड्ने अनि तिनीलाई के गर्ने, शहीद घोषणा गर्ने। यो विडम्बना छ। शहीद केका लागि? कुनै क्षणिक र आफ्ना स्वार्थहरू पुरा गर्नका लागि। एउटा भिडले उक्साउने मेरो मानस पटलमा घुमिरहेको छ। म पनि भान्जा छोड्न गएको अनि ओठ निचोड्दा देखाइरहेको थिएँ। लाग्छ अन्तर्राष्ट्रिय विमानस्थलको त्यो माहौल एउटा पीडा र दुःख र मनमा कस्तो छाप पऱ्यो होला। सोचे होलान् भोलि मेरो गन्तव्य पनि यही त होइन। दुवैको नयन पनि रसाएको थियो। मलाई असाध्यै पीडा भयो भने ती छोड्न गएका बुवा आमालाई आफ्नो सकिन हजुर, म आफूलाई थाम्न सकिन हजुर, म आफूलाई थाम्न। हे नेपाल आमा, हामी किन यस्ता भयौँ? सायद हाम्रो संस्कार भावना व्यक्त गर्न सकिरहेको छैन। म आफै लड्न सकिनँ। देख्दा देख्दै पनि आँखा चिम्म गरेँ। म आफै लड्न सकिनँ। देख्दा देख्दै पनि आँखा चिम्म गरेँ। प्रश्न उठ्छ मनमा, म साँच्चै कमजोर भएँ। म साँच्चै कमजोर भएँ। आफ्नै आत्मालाई आफैले धिकारेर वज्रपात सहेको छु। आफ्नै आत्माले आफैलाई धिकारेर वज्रपात सहेको छु। यस्तो टर्निङ पोइन्टमा आत्मदाह गरौँ लाग्छ। यस्तो टर्निङ पोइन्टमा छु, आत्मदाह गरौँ लाग्छ। यो दृश्यले बारम्बार झस्किरहन्छु। यो लडाइँ लड्दा पनि हार्ने, नलड्दा पनि हार्ने। यो लडाइँ लड्दा पनि हार्ने, नलड्दा पनि हार्ने। यो ट्र्याकमा फँसे मुख दर्शक भएँ। त्यो ट्र्याकमा फँसेँ र मुख दर्शक भएँ। अनि मृत लास भए। म आफैलाई मानव भन्न सकेँ। उत्सर्ग गर्ने, बलिदान गर्ने, यो देशका खातिर त्याग गर्ने। अर्पिन्छु श्रद्धा सब वीरलाई, अर्पिन्छु श्रद्धा सब वीरलाई। ती ज्ञात अज्ञात शहीदलाई, ती ज्ञात अज्ञात शहीदलाई। धन्यवाद। म यो देशका निम्ति के गर्न सक्छु? यहाँ श्वेत के रक्त नै छर्न सक्छु। म यो देशका निम्ति के गर्न सक्छु? यहाँ श्वेत के रक्त नै छर्न सक्छु। म बोकेर माया सधैँ देशको यो, म बोकेर माया सधैँ देशको यो। हिमाली पहाडी तरा चढ्न सक्छु, हिमाली पहाडी तरा चढ्न सक्छु। लिँदै प्रेम बन्धुको सद्भाव शान्ति, लिँदै प्रेम बन्धुको सद्भाव शान्ति। मधेसी तराई गरा झर्न सक्छु, मधेसी तराई गरा झर्न सक्छु। घुमेका सबै भूमिको प्राप्ति गर्न, घुमेका सबै भूमिको प्राप्ति गर्न। म मेची र काली दुवै तर्न सक्छु, म मेची र काली दुवै तर्न सक्छु। म धेरै भनौँ के र यो राष्ट्र निम्ति, म धेरै भनौँ के र यो राष्ट्र निम्ति।
म धेरै भनु के र यो राष्ट्र निम्ति म धेरै भनु के र यो राष्ट्र निम्ति छिनाल्दिन्छु बैरी स्वयं मर्न सक्छु छिनाल्दिन्छु बैरी स्वयं मर्न सक्छु म यो देशका निम्ति के गर्न सक्छु यहाँ स्वेद के रक्त नै छर्न सक्छु यहाँ स्वेद के रक्त नै छर्न सक्छु सहीप्रति शासन हो भन्दै कोर्लनेहरू राष्ट्रियता र प्रजातन्त्रका खातिर जीवन अर्पणेहरू शहीदको नाम जपेर आफ्नो स्वार्थ पूर्ति गर्नेहरू देश खुकुरो पार्दै भागभण्डा गर्दै भ्रष्ट र भ्रष्टाचारलाई मौलाउनेहरू सल्लाइरहेछन् शहीदका सपनालाई कुत्सित पार्दै स्वार्थका गुवासाहरू हस्तबन्ध। तिमी त भर्खरै टुसाउँदै थियौ एक अलिला मुना तिमी त भर्खर टुसाउँदै थियौ दुई थोपा सिट बोकेर टल्पलाउँदै नाचिरहन्थ्यौ पात र हाँगा बन्नलाई कोपिला अनि फुल बनी डाली डालीमा झुल्नलाई अनायसमै बढेछन् तिम्रा ती पाइला देशको मुहार फेर्नलाई अगाडि बढ्यौ तिमी परिवर्तनका निम्ति बालेको मसाल हेर्नलाई तर के थाहा थियो र तिमी पनि त्यही मसालमा विलीन हुनेछौ त्यो परिवर्तनको महाभारतको युद्धमा तिमी पनि एक शहीद बन्नेछौ सरकारहरूले 75 वर्षका बिचमा भएका सरकारहरूले गरेका गतिविधिहरूले गर्दा यी होनाहा शहीदहरूको नाम बदनामीतर्फ भइरहेको छ। त्यसतर्फ खबरदारी गर्नु हामी सबै नागरिक समाजको कर्तव्य हुन्छ भन्ने मलाई लाग्छ। किनभने अब यो शहीदको आज यिनै शहीदको योगदानको कारण बोल्न पाइएको छ, यति लेख्न पाइएको छ, नत्र यति बोल्दा अहिले भर्खरै पुलिसले लैसक्यो होइन। यो उहाँहरूकै योगदान हो। तर अहिले मुलुकलाई भेडाको मासु बनाएर कान पुछार टाउको मुटु फोक्सो कलेजो सबै बाँडीचुँडी खाने व्यवस्था भएको छ। यिनै शहीदको शक्तिको दुरुपयोग गरेर भएको छ। तर त्यो काम बन्द गर्नुपर्छ भन्नेमा मलाई लाग्छ। अब यो साहित्य भनेको मान्छेले हरेक पाइला जति पाइला पाउँछ, जति अक्षर बोल्छ, जति शब्द लेख्छ, ती सबै साहित्य हो। त्यो बुझ्ने कसरी भन्ने कुरा मात्रै हो होइन। अब खास श्रृङ्खलाबद्ध ढङ्गले लयबद्ध ढङ्गले महाकवि देवकोटा जस्ता आदिकवि विभिन्न चाहिँ हाम्रो देशमा आँसुकवि आदिकविदेखि लिएर विभिन्न कला साहित्यका मूर्धन्य व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूको त अब हामीले स्मरण गर्ने हराएको नै के थिए र यहाँ आज पाएको महसुस गर्दैछु, कसको नै भएको थिएँ र जीवनमा आज उसको लागि मर्दैछु। यति नै हो आजको मेरो कविताको। आजको यो विशेष कार्यक्रम शहीद दिवसको उपलक्ष्यमा कविता वाचन कार्यक्रम त्यस्तै शुक्ला साहित्य प्रतिष्ठानका कोषाध्यक्षज्यू र सम्पूर्ण तहतर्फमा रहेर सहकोषाध्यक्षज्यू, सहसचिवज्यू र अन्य सम्पूर्ण आजको यस कार्यक्रममा उपस्थित साहित्यिक हामी साँच्चै आजको कार्यक्रममा भावुक पनि भयौँ। वास्तवमा हामीले सोचेको अनि हामीले ठानेको शहीदहरू जो हामी देखिरहेका छौँ, उहाँहरूले कदापि डराएर भाग्ने बलवान पौरख गरेर कमाऊ यही देश हारा र भराऊ छौँ हामी तिम्रा निमित्त टेका
छौँ हामी तिम्रा निमित्त टेका बनिदिन्छौँ टेको बलिया केटा छैन नि याम किन मुर्झाएको बन चनाखा दिल ढिला गर्छु आँगन पोत दुष्टका रगतले आँगन पोतो दुष्टका रगतले नेपाली चिल्ला तबको जगतले सिन्छ यो मुलुक वीरका तागतले अब हुन्न हट्न बदलाउ दुष्टका मकी फेर्न लागे त दिनेछन् आशिष नेपालमा त नगर विलम्ब पार सोह्र बेला मलजल गरे हुनन् फल शहीद दिवसको अवसरमा यहाँ आउनुहुने हाम्रो सल्लाहकारज्यूहरू मानवताज्यूहरू र यहाँ कार्य समिति सम्पूर्ण साथीहरू आज हाम्रा हरदासमा व्यक्त गर्दै हाम्रो कार्यक्रममा भव्य र सभ्य बनाएर मार्च ठुलो भएर मात्रै भव्य र सभ्य हुँदो रहन्छ सानो कार्यक्रमको यो शहीद दिवसले देखाएको छ। हामीले निर्णय गर्दाखेरि थोरै हामी पारिवारिक बसेर कार्यक्रम गरौँ न त भनेर सल्लाह गरेर यस कार्यक्रमलाई हामीले सुरुवात गर्ने निर्णय गरेका थियौँ। सल्लाहकारज्यूले यसलाई चोकमा गर्नु पाए हुन्थ्यो भनेर कुरा राख्नुभएको थियो। त्यो पनि राम्रो, भोलिका दिनमा हामीले यसलाई सोच्नेछौँ र हाम्रो प्रमुख अतिथिले भन्नुभएको थियो झोलामा हामीले भजन समितिमा रहेर काम गर्दै रहँदाखेरि हामी स्कुलको चौरमा हुन्छ कि स्कुलको चौतारोमा हुन्छ कि कसैको चिया पसलमा हुन्छ कि बसेर बैठक बस्ने गरेर त्यस शुक्लालाई अगाडि बढाउने काम हामीले गरेका थियौँ। त्यसको लगत्तै म कार्य समितिमा आउने मौका पनि मलाई त्यही भजन मण्डलीबाट नै मलाई अवसर मिल्यो र आज म यहाँ